हेलो गाइज वेलकम माई युट्युब च्यानल। हामी चाहिँ आज डे 2 रह्यो सल्लेडीको भ्यू र हामी यहाँबाट माथि सल्लेडीबाट माथि चाहिँ रारा जाँदैछौँ र अब यहाँबाट माथि चाहिँ बाइकमा जान्छौँ। बाइकमा अनि म र एउटा दाइ अनि एउटा भाइ छ र अब यहाँबाट माथि हिँडिसकेको छौँ। बाइकमा बाटोमा हाम्रो मान्छेहरू चाहिँ सबै हिँड्दैछन् र पनि हामी अब यहाँबाट माथि जान्छौँ। अहिले चाहिँ कति 1 बजिसक्यो रहेछ गाइज। अब यहाँबाट चाहिँ फेरि माथि आधी बाटोसम्म बाइकमा त्यहाँ चाहिँ हिँडेर जानुपर्दो रहेछ र अब यहाँबाट चाहिँ माथि गएर हामी चाहिँ तपाईँहरूलाई पोस्ट देखाउने छौँ। आधी बाटोबाट टिकट काटेर चाहिँ हामी यहाँबाट भित्र छिरिसकेको छौँ रारा राष्ट्रिय निकुञ्जमा र अगाडि अब यहाँबाट घोडामा पनि जान पाइन्छ। हामी चाहिँ अब राराको आसपासमा पुग्यो। ल एकछिनमा हामी रारा पुग्छौँ तल र यहाँ देखाउँछु म तपाईँलाई भ्यू। हामीसँग छ अगाडि मान्छे हिँडिरहन्। चार्ज नभएर हो गाइज, मोबाइलमा चार्ज छैन, पावर ब्याङ्कसित हिँडिराख्नुपर्छ र हामी यस्तो हिँडिरहेछौँ। अब एकछिनमा रारा पुग्छौँ। यस्तो ओह्रालो छ, आउँदाखेरि बहुत गाह्रो हुन्छ गाइज। पछि चाहिँ यस्तो हिँड्नुपर्छ। रारा पुगिसक्नु लाग्यो। राराको भ्यू चाहिँ हल्का हल्का देखिरहेको यहाँबाट चाहिँ। हामी चाहिँ सर्टकट बाटो भेट्टाएको छौँ। अब यहाँबाट हामी सर्टकट बाटो भएर त्यही बाटोसम्म पुग्छौँ र अब यहाँबाट फेरि यस्तो बाटो रहेछ, हिलो रहेछ कि गाइस। यहाँ चाहिँ पुरा हिलो अनि यहाँ हिलो दलदल रहेछ। दलदलबाट चाहिँ उता जानु पर्दो रहेछ र अब यहाँबाट हामी चाहिँ दलदलबाट निस्केर यो के अरे पुलमा आइसकेको छौँ। पुलबाट चाहिँ हामी यस्तो अगाडि हिँडिरहेको छौँ र पछाडि सुभाष भाइ पनि छ। सो एक्साइटिङ है गाइज। अब यहाँबाट चाहिँ पुरा राराको भ्यू देखिरहेको छ, त्यही भएर हामी चाहिँ दौड्दै हिँडिरहेको छौँ र त्यहाँ चाहिँ रारा छ उतापट्टि। अब चाहिँ यहाँबाट लगाइ चाहिँ रारा पनि पुग्यो र रारा भएको भ्यू अनि यहाँ उतापट्टि कम खतरा छ ठाउँ गाइज। आउनु होला तपाईँ पनि एकचोटि। र त्यो कुनामा चाहिँ पुरा काउँ केही देखिन्न है गाइज। यस्तो खतरा के पानी पुरा जमेको ताल। अब यहाँबाट चाहिँ हल्का यता राम्रो एउटा काठको पुलबाट हराएको भिडियो हो गाइज। उता डाँडामा चाहिँ खतरा हिउँ पुऱ्याएर रहेछ क्या। अनि हामी चाहिँ यसो जुम गरेर हेऱ्यो। अब यहाँबाट निस्किसकेर हामी चाहिँ चिसो छ कसम यस्तो छ होइन। सो गाइज अब चाहिँ हामी यहाँ मुरमा टप जाने बाटोभन्दा यताबाट फर्किसकेको छौँ। ल लास्टै चिसो छ क्या गाइज अहिले चाहिँ, किनभने मौसम चाहिँ खतरा चिसो छ। अब हामी चाहिँ यहाँबाट थोरै अगाडि हिँडेर चाहिँ त्यो आएको ठाउँमा जाँदैछौँ। सो गाइज र अब चाहिँ हामीले भ्लग एन्ड गर्ने भनिरहेको छौँ। अब यहाँ चाहिँ भोलिको डे 3 को हाल्छौँ।